हेलो साथीहरू नमस्ते। आज पनि म उपस्थित भइसकेको छु नयाँ भिडियोको साथमा। आज हामी पढ्ने छौँ बीबीएस थर्ड इयरकै बिजनेस लको च्याप्टर 2 को करार अर्थात् कन्ट्र्याक्ट। कन्ट्र्याक्ट भनेको के हो, यसका कामहरू के हुन्, यसमा हुन पर्ने आवश्यक तत्त्वहरू के छन्, ती विषयमा आज हामी छलफल गर्नेछौँ। कन्ट्र्याक्ट भन्नाले अर्थात् करार भन्नाले दुई वा सोभन्दा बढी पक्षहरू बीच काम गर्न वा नगर्नको लागि गरिने सहमति वा सम्झौतालाई जनाउँछ। अर्थात् त्यसै गरी नेपाली देवानी संहिता 2074 को अर्थमा नेपालको देवानी संहिता 2074 को दफा 504 को उपदफा 1 मा करार भन्नाले दुई वा बढी पक्षहरू बीच कुनै काम गर्न वा नगर्नका लागि कानुन बमोजिम कार्यान्वयन गर्न सकिने कुनै सम्झौता भएमा करार भएको मानिनेछ। करार हुनको लागि दुई पक्षहरू हुन पर्छ। एउटा पक्षले काम दिने र अर्को पक्षले काम लिने, अनि तिनीहरू बीचमा सम्झौता हुन पर्छ वा काम गर्ने वा नगर्ने भन्ने विषयमा सम्झौता हुनुलाई नै करार भएको मानिन्छ। करार हुनको लागि करारका अत्यावश्यक तत्त्वहरू चाहिँ निम्न यसले हामी टिप्पणी गर्न सक्छौँ। दुई पक्ष, अनि प्रस्ताव वा स्वीकृति, अनि त्यसपछि कानुनी सम्बन्ध सिर्जना गर्ने मनसाय, अनि सहमति, अनि प्रतिफल, करारीय क्षमता, स्वतन्त्र सहमति, वैधानिक उद्देश्य, कानुनी रूपमा अवैध घोषणा नभएको, अनि करार परिपालनाको सम्भाव्यता, स्पष्ट र निश्चित, अनि कानुनी औपचारिकताको पूर्णता। यी 12वटा कुराहरू भएमा मात्र करार भएको मानिनेछ। यी बाहेक एउटा पनि तत्त्वहरू भएनन् भने हामीले करार भएको भनेर मान्न सकिँदैन। कुनै बेला केही काम गरेको बेला, जस्तै उदाहरणको लागि जस्तै कसँग हुन्डाई कम्पनीका i10 र i20 गरी दुई मोडलका कार रहेका छन् र उसले i20 गाडी बेच्ने मनसायसहित खलाई आफ्नो गाडी बेच्ने प्रस्ताव गर्यो। खलाई को 110 गाडी मात्र छ र उसले त्यही गाडी बेच्ने प्रस्ताव गरेको भन्ने लागेर तुरुन्तै हुन्छ भने स्वीकृति दिन्छ र केही रकम अग्रिम रूपमा चुक्ता गर्दछ। तर कले खलाई जसको अनुमति विपरीत i20 गाडी पठाइदिन्छ र बाँकी रकम माग गर्दछ। त्यस अवस्थामा खले सो